साथीहरू नमस्ते। म हुँ तपाईहरुकी प्यारी राम्री डल्ली पोटिली निरु रावल। तपाईहरुले मलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दछु र मेरो भिडियोहरु हेर्नु भएको छैन भने भिडियो पनि हेरिदिनु होला। म चाहिँ कमेडी भिडियोहरु प्राय बनाउने गर्दछु र टिकटक आईडी पनि मेरो निरु कल्लु कमेडी ब्रान्ड भन्ने छ। तपाईहरुले त्यहाँ गएर पनि फलो गर्न सक्नुहुनेछ मलाई। र यो युट्युबमा भिडियो बनाउनका लागि साथ पछाडी बस्नु भएको मेरो बहिनी हैन भाइ भाइ कल्लु रावल, उहाँले मलाई भिडियो बनाउनलाई भरपूर हेल्प गर्नुहुन्छ। यदि तपाईहरुले मेरो भिडियोहरुलाई हेर्नु भएको छैन भने हेरिदिनु होला है त। के गर्ने, यहाँ बस्दाखेरि त रमाइलो थियो, दिदीबहिनी सँगै बसिरहेका थियौं, भिडियो बनाइरहेका थियौं, जेउस रमाइलो थियो। अब बिचारा म दुखी, अलि दिनपछि घर जाँदाखेरि सारै मन कटक काटिरहेको छ साथीहरु। के गर्ने, जिन्दगी सधैं एकचोटी सँगै बसिरहनु पर्छ भन्ने सोचिरहेकी थिए, तर नहुने भयो साथीहरु। के गर्ने होला। अर्काको भिडियो किन देखाउँछ? आफै बोल्न आफ्नो युट्युबमा। उता जा, हेर्दैन म। साथीहरु यो अर्काको भिडियो हेर्छ, आफ्नो भिडियोमा लाइक कमेन्ट शेयर कपी लिंक पनि गरिदिने। अनि यस्तै छ जिन्दगी, के गर्ने। अलि दिनपछि म घर जान लागिरहेको छु साथी। अब भिडियो बनाउनलाई जतिखेर पनि यहाँ सम्भव हुँदैन आउनलाई। बडा दुःखमा छु साथी म। के गर्ने। यता हेर्न, यता यता साथीहरु। साथै फेसबुक पेजमा पनि निरु रावल भनेर तपाईहरुले मलाई पाउन सक्नुहुन्छ। यो युट्युबको क्यामेरा त सारै अगतिलो हुँदो रहेछ के, यति नराम्रो पनि छैन कि म है साथीहरु। त्यसकारणले तपाईले मलाई युट्युब च्यानलमा सब्स्क्राइब गर्नुहुनेछ भनेर मैले विश्वास मानेकी छु है साथीहरु। जिन्दगी उकाली, कहिले ओराली, कहिले हाँसो, कहिले रोदन, यही रहेछ के जिन्दगी है। दिदीबहिनी हामी अलि छुट्टिँदाखेरि सारै मन कटक काटिरहेको छ, मन भारी भारी भएको छ। अलि दिनपछि म घर गएँ भने यसरी भिडियोहरु तपाईहरुको सामु म पेश गर्न पाउँदिन होला पक्कै पनि। के गर्ने, रुन मन लागिरहेको छ साथी, दुःख लागिरहेको छ साथीहरु। के गर्ने, यो बिहे गरेर जानु भनेको छोरी मान्छेको लागि त अभिशाप रहेछ के साथीहरु। टेन्सन लागेको छ मलाई। के गर्ने, रुम कि हाँसुम। तँलाई पीडा लागेको छैन म जाने हो भनेर घर? के पीडा हुनु, पहिला गइसकेपछि पीडा हुन्छ। पहिला जाने बेला सोधी थिएन? कस्तो कुरा गर्छस् के तैले। बच्चा जन्माएपछि त्यो पनि नसोधेर। साथीहरु देख्नुभयो, यस्तो कुरा गर्छ, माया मान्दिने रहेछ मेरो। बेकार हो यसको पछि लाग्न। मैले युट्युबको भ्लगहरुमा तपाईहरुले बेसकिर हात थिची लाइक कमेन्ट शेयर कपी लिंक गर्नु होला। धन्यवाद भन्न चाहन्छु। बाई बाई, टेक केयर। सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। साथै टिकटकमा पनि मलाई नभुल्नु होला। निरु रावल भनेपछि तपाईले मलाई स्वाइट पाउन सक्नुहुन्छ। धन्यवाद। शुभ दिन। स्वाइट।